साथीहरू नमस्कार। आज म एउटा गरिब दुखीको सेवाको लागि यो भिडियो गराउन गइरहेको छु। हामीसँग एकजना छोरो लोटेर बिरामी भएका एकजना बुवा आउनुभएको छ। उहाँको लागि सबैले आर्थिक सहयोग गरिदिनु होला भन्ने उहाँको अनुरोध छ। मैले पनि तपाईहरुलाई यसै भिडियो मार्फत उहाँको लागि सहयोग माग्न गइरहेको छु। बाँकी उहाँबाट। भनौँ मेरो अब के गर्ने दाइले सबैले अब म गरिब हो भने अब फेरि जाजरकोट 2 नम्बर वडाको के गर्ने अब म गरिब भेरी नगरपालिका जाजरकोट वडा नम्बर 2 रङ्सी कोट जाजरकोट के मेरो छोराको उपचारको लागि पैसा माग्दैछु। मेरो छोराको हड्डी भाँचिएको छ अनि यसै जाजरकोटमा भेरी अस्पतालमा गएर लाखौँ करोडौँ रुपियाँ खर्च हुने अरबौँ रुपियाँ खर्च लाग्नेछ। अब म के गर्नु गरिब मेरो केही लाग्दैन। अब के छोरा यसरी लोटेको छ। अब सबै दाजुभाइ पैसाको सबै दाजुभाइले सबै पैसा सहयोग गरिदिनु होला। के गर्नु हजुरहरूले अब सबै हेरिदिनु होला। म अब यस्तै नेपालगञ्ज भेरी भेरी अस्पतालमा उपचार भएको छ। यदि सहयोग हजुरहरूले गरेपछि धर्म लाग्ला। अनि के हो यस्तै अब हजुरहरूले अब मेरो घरको स्थिति यस्तै छ। मेरो नाम रुद्रबहादुर शाह, छोराको नाम प्रेमजङ शाह। अनि सबै अब दाजुभाइ यस्तै हेरिदिनु होला। अब के गरौँ।